हाम्रा यी कलिला निर्दोष नानीहरू सुविधासँग हुर्किन अवसरको माग गरिरहेका छन्, तर सामाजिक विभेद, गरिबी, अपमान र द्वन्द्वबाट उनीहरूको जीवन जोखिममा परेको छ। उचित लालन पालन, शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासका यथोचित अधिकारबाट हाम्रो समाजका धेरै बाल बालिकाहरू पाखा परेका छन्। भोलिको सुन्दर भविष्य हाम्रा यी सन्तति जीवनको सुरुवातमा नै गम्भीर समस्याहरू भोगिरहेका छन्। आजका यी निर्दोष, सुन्दर र निष्कलङ्क हाम्रा केटाकेटीहरू नै भोलिको भविष्य हुन्। जीवनका उकाली ओह्राली तीता मिठा क्षणहरू भोग्दै र अप्ठ्याराहरूसँग जुझ्दै हुर्किने हाम्रा यी साना नानीहरूले भोलिको संसार बोक्ने जिम्मा पाउँछन्। हामी भोलिको सुन्दर संसार देख्न चाहन्छौं भने आज हाम्रा नानीहरूको संसारलाई सुन्दर बनाउनु पर्छ। भोलिको सुयोग्य नागरिकहरूका लागि आज हामीले बाल बालिका स्वयंको सहभागिता र नेतृत्वका अवसरहरूको सृजना र सुविधाहरूको बन्दोबस्त गरिदिनु पर्दछ। हामी सबै मिली समृद्ध, स्वावलम्बी र समतामूलक भविष्यका लागि सक्रिय बनौं।